Hello everyone, namaste and welcome back to my channel. After a long time पछि चाहिँ म फेरि पनि ओल्ड भिडियो चाहिँ पोस्ट गर्न लागिरहेको छु। हामी अस्ट्रेलिया आउने बेलामा चाहिँ बाजे बोजूहरूको ब्लेसिङ लिँदै गरेको भिडियो छ, सो हेर्नु होला। हाम्रो बाजे बोजू अनि दिदी बहिना नानीहरू दाइहरू भाउजूहरूको चाहिँ हामी चाहिँ ब्लेसिङ लिँदै गरेको यो मोमेन्ट चाहिँ म लेट भयो भने पोस्ट गर्न मन लाग्यो। बाँकी आशीर्वाद चाहिँ मनमा नै दिन्छु ल। एउटा चाहिँ भन्नु पर्यो, मेरो नातिको जुरान चाहिँ यतै पूर्वाञ्चलमै होस् है, तररा या इटली। यी भयो भने त बाजे बोजूले यसो के अरे म्यारेज सर्मनी के भन्छ एरेन्जमेन्ट गर्नु पाउँछ, एटेन्ड गर्नु पाउँछ है। कति छिटो छ हजुरहरूले पनि देख्नुभयो होला मेरो बाजे बोजूले चाहिँ हामीलाई ब्लेसिङ गर्नुभएको। सो मेरो बाजे बोजूको आशीर्वाद चाहिँ हामीलाई सधैँभरि लागिरहोस् र फेरि पनि मेरो बाजे बोजूलाई भेट्न जाइराख्नु पाओस् र धेरै धेरै माया अनि मिठो सम्झना सबै फ्यामिलीलाई। आउनु पर्यो भेट्टा गर्नु सन्त सबै हौ। बाजे बोजू दिदी बहिना दाई भाउजू नानीहरू तपाईँहरू सबैजनाको माया ममता चाहिँ हाम्रो मनमा सधैँ रहनेछ र फेरि पनि तपाईँहरूलाई भेट्न आउनेछौँ। हजुरहरूले हामीलाई जति पनि माया आशीर्वाद दिनुभएको छ नि त्यसको अगाडि त हामीले केही पनि गर्न सक्दैन, तर यो माया आशीर्वाद साथ सपोर्ट चाहिँ सदाभर रहिरहोस्। मेरो बाजे बोजू तपाईँहरूले दिनुभएको माया ममता सधैँ मनमा राख्नेछौँ। फ्यामिलीमा चाहिँ सबै रमाइलो गर्ने जिस्किने भएकोले होला भेना र मलाई चाहिँ दिदीले पनि जिस्काउँदै हुनुहुन्थ्यो। बाजे बोजूसँग बसेपछि चाहिँ समय गएको पनि थाहा नहुने के, कति छिटो भेटेर कति छिटो फर्किनु पर्यो जस्तो हुन्छ सधैँ मलाई चाहिँ। किन हो भने अस्तिको छुट्टीमा आउँदा पनि एकदमै बाजे बोजूलाई छोडेर नानीहरू सबलाई छोडेर आउनु एकदमै गाह्रो भएको थियो मलाई चाहिँ। र योपालि चाहिँ एकदमै कन्ट्रोल गरेर बसेँ, किन भन्दाखेरि अब म स्याड भयो भने सबै स्याड हुन्छ भनेर चाहिँ मैले एकदमै कन्ट्रोल गरिरहेको थिएँ। मेरो बोजूले चाहिँ भाइलाई कलशको पानी छर्किनुपर्छ भन्दै सिकाउँदै हुनुहुन्थ्यो। मेरो भाइ चाहिँ अलि अरिमठे छ क्या, खासै केही कुराहरू गर्नु जान्दैन नि त, अनि तर पनि द्याट्स गुड एक्सपिरियन्स फर हिम। हामी चाहिँ घरबाट हिँड्ने दिनमा चाहिँ नानीहरूको स्कुल लागेको थियो क्या, तर हामी ठ्याक्कै घरबाट निस्किने बेलामा चाहिँ भदैनी पनि आइपुगेको थियो। आई फिल सो ह्याप्पी टु सी देम।
मेरो छोरा बधाई नै चाहिँ मेरो सास जत्तिकै हो क्या उनीहरू भएपछि म कति ह्याप्पी हुन्छु अनि उनीहरू पनि हामी चाहिँ हिँड्नु आँटेको छुमै रहेछ अनि उस्तै हो भने चाहिँ छिटै घन्टा नलाग्ने रहेछ 2-3 घन्टामा पुग्ने रहेछ 1 घन्टा नजिकै 2 घन्टामा पुग्ने रहेछ छुवाहरू हिँड्नु हो भने चाहिँ 1 घन्टामा पुग्नुहुन्छ हजुर मेरो भाइले चाहिँ बेनालाई पाहाड गएको एक्सपिरियन्सहरू भन्दै थियो क्या हिँड्ने बेलामा किनकि भाइ चाहिँ जाने बेलामा 2-3 दिन भयो भने मामा घर गएर आएको थियो नि त आफ्टर लङ टाइम पछि अनि त्यही भएर उसले चाहिँ पाहाडमा के कस्तो भयो भनेर बेना दिदीहरूलाई सुनाउँदै थियो कि हामी चाहिँ घरबाट काठमाडौँसम्मको यात्रातिर लाग्यौँ र बेनाहरूले चाहिँ दाइहरूले चाहिँ ब्यागहरू लिएर आउँदै हुनुहुन्थ्यो सो हामी चाहिँ यसरी नै फ्यामिलीबाट बिदा भएर हिँड्यौँ यसपालि चाहिँ हामीलाई काठमाडौँसम्म छोड्नको लागि चाहिँ हाम्रो प्यारी भाउजू हामीसँग आउनुभएको थियो र भाउजूको पनि फर्स्ट टाइम लङ ट्राभल चाहिँ उहाँको पनि फर्स्ट टाइम रहेछ काठमाडौँसम्मको तर हामी चाहिँ एकदम ह्याप्पी भएर भाउजूको साथमा हामी काठमाडौँतिर लाग्यौँ एकदमै गाह्रो मोमेन्ट भनेको चाहिँ मेरो सानो बेबी असलाई छोडेर आउनु थियो किन भन्दा ऊ चाहिँ बाजे बोजूसँगै नेपालमै बस्छ नि त अनि उसलाई हग गरेँ उसलाई माया गरेँ उसलाई फिल गरेँ किनभने अब लङ टाइमसम्म उसँग भेटै हुँदैन नि त मेरो बेबीसँग तर ऊ भाउजूसँग बाजे बोजूसँग बस्छ सो आई मिस यु अस अनि अब छिट्टै भेट्न आउँछु तिमीलाई छोडेर जानु त रहर थिएन त्यो एउटा बाध्यता हो होइन तर फेरि पनि आउनेछु त्यतिकैमा हामीलाई चाहिँ लिनको लागि सफारी आइसकेको थियो बुवाले बोलाउनु भएर अनि हामी चाहिँ सबैलाई बिदा मागेर काठमाडौँतिर लाग्यौँ अनि वहाँ पुगेपछि बाई बुवा नानी बाई ल बाई 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 बुवा आमा मनलाई डह्रो बनाएर जन्मभूमिदेखि कर्मभूमितिर हामी चाहिँ लाग्यौँ म चाहिँ बाटोमा बेला बेला छोटो छोटो क्लिपहरू पनि लिइरहेको थिएँ एउटा मेमोरीको लागि र सबैजनालाई धेरै सम्झि पनि रहेको थिएँ तर यो पालि जाँदा चाहिँ मैले सतकुसी नदी भनेर चाहिँ सुनेको चाहिँ थिएँ सो फाइनली सतकुसी नदी पनि तर्न पाइयो हामी त्यही बाटो नै हामी ट्राभल गर्नु पायौँ यो पालि चाहिँ सो मैले छोटो क्लिप राखेको छु तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ एज अ डे टाइममा चाहिँ यो ठाउँमा भिजिट गर्न आयो भने चाहिँ यहाँको भ्यूहरू चाहिँ एकदमै राम्रो देखिँदो रहेछ तर हामी चाहिँ इभिनिङ नै भइसकेको थियो हामी नाइट बसमा चाहिँ काठमाडौँ जाँदै थियौँ सो तपाईँहरूलाई पनि म छोटो छिटो मैले राखेको क्लिप्सहरू राख्छु हेर्नुहोस् है त पर्सनली मलाई चाहिँ यो सतकुसी नदी अनि त्यहाँको नजिकैको ठाउँहरू चाहिँ एकदमै राम्रो लाग्यो तर अब फिजिकली अब त्यहाँ गएर घुम्दा के कस्तो छ मलाई त्यो एक्सपिरियन्स चाहिँ छैन तर एज अ गाडीबाटै बाहिरको त्यो भ्युजहरू हेर्दाखेरि चाहिँ एकदमै राम्रो लाग्यो मैले चाहिँ घरबाट नै सोचिरहेको थिएँ अब काठमाडौँ भाउजूसँग ट्राभल गर्दाखेरि चाहिँ भिडियोसँगै लिने भनेर सोचेको थिएँ तर भाइ मेरो भाउजूको चाहिँ सिट डिफ्रेन्ट भएको कारणले अगाडि पछाडि भएको कारणले गर्दाखेरि चाहिँ भिडियो लिन नै पाएन क्या अनि एक ठाउँ खाजा खाने ठाउँमा रोकेको थियो त्यतिखेर चाहिँ मैले हामी तिनजनाकै भिडियो सानो क्लिप मैले लिएको थिएँ मलाई चाहिँ जहाँ गएँ जता गएँ जे गरेँ नि चिया नै चाहिन्छ र मेरो लागि चाहिँ भाउजूले स्पेसली घरबाटै 1 फ्लास चिया बोकिदिनु भएको थियो त्यो चिया चाहिँ मैले काठमाडौँ पुगिन्जेलसम्म नै खाएँ अरू थोक चाहिँ खाएन अनि दुईजनाले चाहिँ लेजहरू अनि ड्रिङ्क्सहरू के खाँदै हुनुहुन्थ्यो अनि म चाहिँ चिया खाँदै इन्जोय गर्दै काठमाडौँसम्म नै पुगेँ तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ मलाई चाहिँ चिया जस्तो सुकै अवस्थामा पनि चिया चाहिएको हुनाले गर्दाखेरि चिया बिना चाहिँ मेरो लाइफ पनि आई थिङ्क अधुरो नै हुन्छ होला सायद
त्यही भएर पनि घरमा हुँदा पनि बोजूले भाउजूले कहीँ जाँदा पनि बिचराहरूले चिया नै बोकिदिनुहुन्थ्यो क्या। अनि काठमाडौँ जाँदा पनि भाउजूले यत्रो फ्लास्कमा यति चिया बोकिदिनु भएको थियो। एक फ्लास चिया चाहिँ म काठमाडौँ पुगिन्जेलै खाएँ र मलाई पुग्यो पनि, किनभने चिया बिना चाहिँ मेरो यात्रा पनि सफल हुँदैन, मेरो निन्द्रा पनि राम्रो लाग्दैन। चिया चाहिँ मलाई जुनसुकै अवस्थामा पनि मलाई चिया नै चाहिन्छ क्या। मेरो सिटदेखि अगाडि चाहिँ भाउजू र देवर बस्नु भएको थियो दुईजना, म चाहिँ पछाडि एक्लै थिएँ। चिया खाँदै एक्लै रमाउँदै बसिरहेको थिएँ। दुईजना चाहिँ चिप्सहरू खै के खाँदै हुनुहुन्थ्यो। सो हाम्रो यात्रा चाहिँ जे जस्तो भए पनि एकदमै राम्रो भयो। भाउजूसँग हिँड्नु पाउँदा त्यत्तिकै रमाइलो। सो भाउजू यसरी नै यात्रा गर्ने दिन फेरि छिट्टै आउला। सो अर्को पालिको यात्रा योभन्दा पनि रमाइलो गर्नुपर्छ र धेरै धेरै सम्झेको छौँ हामीले तपाईँलाई। हामी तिनजना चाहिँ रमाइलो गर्दै हाम्रो यात्रा पनि सफल रह्यो, राम्रै भयो। म चाहिँ यस पछाडि चाहिँ एकैचोटि काठमाडौँ पुग्ने बेलामा चाहिँ बिहान हुँदा बिम्चेको थिएँ। धेरै भिडियोहरू पनि बनाउन पाइनँ किनभने फोन अफ हुन आँटेको थियो होइन। मैले फोन चार्ज पनि गरिनँ, गाडीभित्रै त्यो चार्ज गर्ने चाहिँ, तर मैले गरिनँ किनभने सुतेको थिएँ म। र धेरै भिडियोहरू पनि मैले लिन पाइनँ। मैले छोटो छोटो क्लिप्सहरू चाहिँ लिएँ बिहानको त्यो मर्निङ टाइमको। सो तपाईँहरूले देख्न सक्नुहुन्छ। सो यसपालि चाहिँ धेरै भिडियोहरू बनाउन पनि पाएन। अब नेक्स्ट टाइम आउँदाखेरि चाहिँ धेरै नै भिडियोहरू बनाएर पोस्ट गर्नेछु। सो तपाईँहरूले हेर्नु होला के कस्तो लाग्छ। प्लिज कमेन्ट डाउन बिलो एन्ड किप सपोर्टिङ मी एन्ड किप लभिङ एन्ड थ्याङ्क यू सो मच फर वाचिङ। फेरि पनि नेक्स्ट भिडियोमा आउनेछु।